गुड इभिनिङ एभ्रिवान। आज चाहिँ हामी यो ठाउँमा वक गर्न आएको है। कति सुन्दर छ, कति रमाइलो छ। आजको मेरो नयाँ ब्लग सबैले मन पराइदिनु होला। हामी चाहिँ आज यो ठाउँमा वकिङ गर्न आएको। एकदम सुन्दर दृश्य छ। सबैजनाले धेरैभन्दा धेरै माया गरिदिनु होला मेरो युट्युब च्यानललाई। तपाईहरुको माया र सपोर्टको जरुरत छ। आज चाहिँ वक गर्दै गर्दै झन्डै 2 किलोमिटर टाढो आएको। यहाँको सुन्दर दृश्य। अहिले चाहिँ 7:30 हुन आँट्यो, इभिनिङ टाइम। आज इभिनिङको वक यहाँ पारिपट्टि देखिरहेको छ, त्यो पेबल वे हो। स्टेडियम साइड आएको हामी वक गर्नु। एकदम शीतल भइरहेको छ। यहाँको एकदम सुन्दर दृश्यहरूलाई धेरैभन्दा धेरै माया गरिदिनु होला है। बाई बाई सबैजनालाई। फेरि भेटौँला नयाँ सुन्दर सुन्दर भ्यूहरू लिएर। आजको मेरो ब्लग कस्तो छ हजुरहरूले कमेन्टमा लेखिदिनु होला। तपाईहरुलाई मन पर्यो कि मन परेन यो भ्यू। सो सबैजनाले धेरैभन्दा धेरै माया गरिदिनु होला है। बाई बाई।